रुसले इरानलाई सहयोग त पठायो, तर जसरी पठायो त्यसले धेरै कुरा बताउँछ। हालसालै इरानलाई मानवीय सहायता पठाउने पहिलो देश बनेको छ रुस। यो सहायता थियो तेह्रटनभन्दा बढी अत्यावश्यक सामग्रीको। कार्गोमा थिए इरानी नागरिकहरूका लागि चाहिने स्वास्थ्य सामग्री र औषधिहरू। र यो अभियान अरू कसैको होइन, राष्ट्रपति पुटिनकै प्रत्यक्ष आदेशमा सुरु भएको थियो। तर सबैभन्दा रोचक कुरा के थियो भने यो सहायता इरानसम्म पुग्यो कसरी। यो सहायता सिधै इरान गएन, बरु एउटा अनौठो बाटो अपनाइयो। सुरुमा रुसी विमान इरानमा होइन, छिमेकी देश अजरबाइजानमा अवतरण भयो। त्यसपछि विमानबाट सामान झारेर ट्रकहरूमा लोड गरियो र अन्तमा तिनै ट्रकहरूले अस्ता र सीमा पार गरेर इरानमा डेलिभरी पुरा गरे। तर किन यो घुमाउरो बाटो? यसले एउटा ठुलो भू राजनीतिक खेलतर्फ सङ्केत गर्छ। जब इरानलाई समर्थनको कुरा आउँछ, दुई देश सधैँ अगाडि देखिन्छन्, रुस र चीन। एउटा बनाइ नै छ, जब इरानलाई केही चाहिन्छ रुस र चीन नै उभिन्छन्। त्यसो भए के यो सहायता साँच्चै मानवीय मात्र हो वा यसको पछाडि कुनै ठुलो भू राजनीतिक सन्देश लुकेको छ?